सक्यो अब बर्थडे सकेको भोलिपल्ट चाहिँ यस्तो डेक्चीहरू मस्कायो भन्दैछ यता हाम्रो ब्रोहरूको दुईजना ब्रो डेक्ची मस्काइ चाहिँ हाम्रो मामा बर्थडे बोयको मामा यता छ बर्थडे बोयको दाजु डेक्ची मस्काउँदैछ एकछिनबाट आउँछु ल म भित्र सफा गरेर मुसेनले पनि हेल्प गर्नु हुँदैछ नि मलाई यहाँ कुदेकै यता नाना किचन सफा गरे हामी चाहिँ बिहान मर्निङको खाना चाहिँ अहिले खाँदैछौँ 11 बजी 11 पनि क्रस पो भयो होला 11:30 हामी सबै फ्यामिलीहरू खाना खाँदैछौँ आज धेरै काम थियो बिहानभरि काम सकेर चाहिँ भर्खर खाना खाँदैछौँ मुसु चाहिँ बुबुसँग हम्बाको बुबु तताको त हल्का तात्तिस नि हेलो गाइस भनेर आउँछ फेरि आज चाहिँ हामी मोमो बनाउँदैछौँ फेरि एकजनालाई बिट गरेर ठक्क पास अब त्यस्तै मान्छे एकैचोटि आएर फिट गर्नै पर्यो तर ज्यादा जस्तो चाहिँ बनाइसक्नु आँटेछ फ्री छ हैन को फ्री छ त्यो अगाडि पनि हेर्नुपर्छ यो हाम्रो सानो मुसिनु मिले मोमोको डिमान्ड कतिवटा खानुहुने तपाईँ 5वटा मात्रै ऐची कम्ती भयो 5वटै ओके इङसुङले एउटा एक सेट पाक्दैछ यहाँ अब कि एक पाक्यो यहाँ एक बक्न आँटेको छ के खानु भएको हो मुसैन मिठो रहेछ अन्त तिमीले त बोक्रा मात्रै खाँदो रहेछ नि किमा त सबै निकाल्दैछ त नि यो किमा किन नखानु भएको कुरुम कुरुम हुन्छ ए यो त मिठो हुन्छ त नि बोक्रा मात्रै खान्छ अनि मोमोको त के भन्नु अब यो केटीलाई निकालेरै खाने किमा चाहिँ नखाने कुरुम कुरुम हुन्छ ओ माई गड प्याज मन पर्दैन मैना ल किमा जति सब निकालेर बोक्रै मात्रै खाने अरे नि त उता प्याज मन पर्दैन अरे अन्त कसरी मिठो नमिठो कसरी थाहा पाउँछौ अब बोक्रामा मात्रै मिठो रहेछ ओहो लु मुसु त मोमो पकेर नि खानु थाल्यौँ हामी जानुपर्छ ल अब भोलिदेखि स्कुल जानुपर्छ ल ल गुड गर्ल आज सन्डे है बहिनी बहिनीलाई अस्ति सन्डे घर जान्छु मन्डेदेखि स्कुल भनेको थियो हो गुड त्यहाँदेखि भोलि पछि आउनुपर्छ ल होलिडेमा घुम्नु जानुपर्छ ल गुड